ओम शान्ति, ओम शान्ति, ओम शान्ति। आज 2082 वैशाख 6 गते शनिबार बाबाको साकार मुरली। मुरलीको मुख्य सारमा बाबा भन्नुहुन्छ, मीठी बच्चे बेहदका बाबासँग वफादार रह्यौ भने पुरा शक्ति मिल्छ। बेहदका बाबासँग पुरा वफादार रह्यौ भने पुरा शक्ति मिल्छ। मायामाथि विजय हुँदै जान्छ। मायामाथि विजय हुँदै जान्छ। प्रश्न, बाबासँग मुख्य कुन चाहिँ अथॉरिटी छ? बाबासँग मुख्य कुन चाहिँ अथॉरिटी छ? त्यसको निशानी के हो? त्यसको निशानी के हो? उत्तरमा बाबा भन्नुहुन्छ, बाबासँग मुख्य ज्ञानको अथॉरिटी छ। ज्ञान सागर हुनुहुन्छ। त्यसैले तिमी बच्चाहरूलाई पढाइ पढाउनुहुन्छ। आफू समान नलेजफुल बनाउनुहुन्छ। तिम्रो लक्ष्य उद्देश्य हो पढाइको। पढाइद्वारा नै तिमीले उच्च पद प्राप्त गर्छौ। गीत छ, बदल जाए दुनिया न बदलेंगे हम। ओम शान्ति। भक्तले भगवानको महिमा गर्छन्, तर तिमी त भक्त होइनौ। तिमी त वहाँ भगवानको बच्चा बनेका छौ। त्यसमा पनि वफादार बच्चा हुनुपर्छ। हर कुरामा वफादार रहनुपर्छ। स्त्रीको पतिभन्दा अरूतर्फ अथवा पतिको स्त्रीभन्दा अरूतर्फ दृष्टि गयो भने त्यसलाई पनि वफादार भनिँदैन। अब यहाँ पनि बेहदका बाबा हुनुहुन्छ। उहाँसँग बेवफादार र वफादार दुवै हुन्छन्। वफादार बनेर फेरि बेवफादार हुन्छन्। बाबा त हुनुहुन्छ सर्वोच्च अथॉरिटी, सर्वशक्तिवान हुनुहुन्छ नि। त्यसैले उहाँका बच्चाहरू पनि त्यस्तै हुनुपर्छ। बाबामा ताकत छ। बच्चाहरूलाई रावणमाथि विजय प्राप्त गर्ने युक्ति बताउनुहुन्छ। त्यसैले उहाँलाई भनिन्छ पनि सर्वशक्तिवान। तिमी पनि शक्ति सेना हौ नि। तिमीले आफूलाई पनि सर्वशक्तिवान भन्छौ। बाबामा जुन शक्ति छ त्यो हामीलाई दिनुहुन्छ, बताउनुहुन्छ। तिमीले माया रावणमाथि विजय कसरी पाउन सक्छौ? त्यसैले तिमी पनि शक्तिमान बन्नुपर्छ। बाबा हुनुहुन्छ ज्ञानका अथॉरिटी, नलेजफुल हुनुहुन्छ नि। जसरी उनीहरू अथॉरिटी छन् शास्त्रहरूका, भक्ति मार्गका, त्यसरी नै अब तिमी अलमाइटी अथॉरिटी नलेजफुल बन्छौ। तिमीलाई पनि ज्ञान मिल्छ। यो पाठशाला हो। यसमा जुन ज्ञान तिमीले पढ्छौ यसबाट उच्च पद पाउन सक्छौ। यो एउटै पाठशाला हो। तिमीलाई त यहाँ पढ्नु छ, अरू कुनै प्रार्थना आदि गर्नु छैन। तिमीलाई पढाइबाट वर्षा मिल्छ। तिम्रो लक्ष्य उद्देश्य छ। तिमी बच्चाहरूलाई थाहा छ बाबा नलेजफुल हुनुहुन्छ। उहाँको पढाइ बिल्कुल फरक छ। ज्ञानका सागर बाबा हुनुहुन्छ। त्यसैले उहाँले नै जान्नुहुन्छ। उहाँले नै हामीलाई सृष्टिको आदि मध्य अन्त्यको ज्ञान दिनुहुन्छ। अरू कसैले दिन सक्दैन। बाबा सम्मुख आएर ज्ञान दिएर फेरि जानुहुन्छ। यस पढाइको प्रारब्ध के मिल्छ त्यो पनि तिमीलाई थाहा छ। बाँकी जति पनि सत्सङ्ग आदि छन् वा गुरु गोसाई छन् ती सबै हुन् भक्ति मार्गका। अहिले तिमीलाई ज्ञान मिलिरहेको छ। यो पनि जानेका छौ उनीहरूमा पनि कोही यहाँका रहेछन् भने निस्केर आउनेछन्। तिमी बच्चाहरूले सेवाका भिन्न भिन्न युक्तिहरू निकाल्नुपर्छ। आफ्नो अनुभव सुनाएर अनेकौँको भाग्य बनाउनु छ। तिमी सेवाधारी बच्चाहरूको अवस्था धेरै निर्भय, अडोल र योगयुक्त हुनुपर्छ। योगमा रहेर सेवा गर्यौ भने सफलता मिल्न सक्छ। प्यारा बच्चाहरू,
तिमीले आफूलाई पुरा सम्हाल्नु छ। कहिले आवेश आदि नआओस्। पक्का योगयुक्त हुनुपर्छ। बाबाले सम्झाउनु भएको छ, वास्तवमा तिमीहरू सबै बाणीभन्दा पर अवस्थाका वानप्रस्थी हौ। वानप्रस्थी अर्थात् बाणीभन्दा पर घरलाई र बाबालाई याद गर्ने। यो सिवाय अरू कुनै इच्छा नहोस्। हामीलाई राम्रो कपडा चाहियो, यी सबै हुन् फोहोरी इच्छा। देह अभिमानीले सेवा गर्न सक्दैन, देही अभिमानी बन्नुपर्छ। भगवानका बच्चाहरूलाई त शक्ति चाहिन्छ, त्यो हो योगको शक्ति। बाबाले त सबै बच्चाहरूलाई जान्न सक्नुहुन्छ नि। बाबाले तुरुन्तै बताइदिनुहुन्छ, तिमीले यो कमी निकाल। बाबाले सम्झाउनु भएको छ, शिवको मन्दिरमा जाऊ, त्यहाँ तिमीलाई धेरै भक्त मिल्छन्। धेरै छन् जो काशीमा गएर बास गर्छन्। सम्झिन्छन् काशीनाथले हाम्रो कल्याण गर्नुहुन्छ। त्यहाँ तिमीलाई धेरै ग्राहक मिल्छन्। तर यसमा धेरै होसियार बुद्धि चाहिन्छ। गङ्गा स्नान गर्नेहरूलाई पनि गएर सम्झाउन सक्छौ। मन्दिरमा पनि गएर सम्झाऊ। गुप्त वेशमा जान सक्छौ, हनुमान जस्तै। हौ त वास्तवमा तिमी नै। जुत्तामा बस्ने कुरा होइन, यसमा धेरै बुझेको हुनुपर्छ। बाबाले सम्झाउनु भएको छ, अहिले कोही पनि कर्मातीत बनेका छैनन्। केही न केही कमीहरू अवश्य छन्। तिमी बच्चाहरूमा यो नसा हुनुपर्छ। यो एउटै पसल हो जहाँ सबैलाई आउनु छ। एक दिन यी सन्यासी आदि सबै आउने छन्। एउटै पसल छ भने कहाँ जान्छन्? जो धेरै भड्किएका छन् उनीहरूलाई नै मार्ग मिल्छ। सम्झिन्छन् यो एउटै पसल हो। सबैका सद्गति दाता एउटै बाबा हुनुहुन्छ नि। जब यस्तो नसा चढ्छ अनि कुरा हुन्छ। बाबाको यही इच्छा छ नि, म आएको छु पतितलाई पावन बनाएर शान्तिधाम सुखधामको वर्षा दिन। तिम्रो पनि यही धन्दा हो। सबैको कल्याण गर्नु छ। यो हो पुरानो दुनिया। यसको अवधि कति छ? थोरै समयमा बुझ्नेछन्। यो पुरानो दुनिया समाप्त हुनु छ। सबै आत्माहरूलाई यो बुद्धिमा आउनेछ, नयाँ दुनियाँको स्थापना भएपछि मात्र त पुरानो दुनियाँको विनाश हुन्छ। पछि गएर फेरि भन्नेछन्, वास्तवमा भगवान यहाँ हुनुहुन्छ। रचयिता बाबालाई नै भुलेका छन्। त्रिमूर्तिमा शिवको चित्र उडाइदिएका छन्। त्यसैले कुनै कामको रहेन। रचयिता त उहाँ हुनुहुन्छ नि। शिवको चित्र आएपछि स्पष्ट हुन्छ। ब्रह्माद्वारा स्थापना। प्रजापिता ब्रह्मा छन् भने अवश्य विके पनि हुनुपर्छ। ब्राह्मण कुल सबैभन्दा उच्च हो। ब्रह्माका सन्तान हुन्। ब्राह्मणहरूलाई कसरी रचिन्छ यो पनि कसैले जानेका छैनन्। बाबा नै आएर तिमीलाई शूद्रबाट ब्राह्मण बनाउनुहुन्छ। यी कुरा धेरै पेचिला छन्। बाबाले सम्मुख आएर सम्झाएपछि मात्र बुझ्छौ। जो देवता थिए उनीहरू शूद्र बनेका छन्। अब उनीहरूलाई कसरी खोज्ने, त्यसको लागि युक्तिहरू निकाल्नु छ, जसद्वारा बुझ्छन्। यी बिकेको कार्य महान छ। कति पर्चा आदि बाँड्छन्। बाबाले हवाईजहाजबाट पर्चा खसाल्नको लागि पनि सम्झाउनु भएको छ। कम से कम अखबार जत्रो एउटा कागज होस्, त्यसमा मुख्य पोइन्ट सिडी आदि पनि आउन सक्छ। मुख्य हो अङ्ग्रेजी र हिन्दी भाषा। त्यसैले सारा दिन बच्चाहरूको विचार चल्नुपर्छ। सेवालाई कसरी बढाउने यो पनि जानेका छन्। ड्रामा अनुसार पुरुषार्थ भइरहन्छ। बुझिन्छ यसले राम्रो सेवा गर्छ। यसको पद पनि उच्च हुनुपर्छ। हरेक कलाकारको आफ्नो पाठ छ। यो लाइन पनि अवश्य लेख्नु छ। बाबा पनि यस ड्रामामा निराकारी दुनियाँबाट आएर साकार शरीरको आधार लिएर पाठ खेल्नुहुन्छ। अहिले तिम्रो बुद्धिमा छ कस कसले कति पाठ खेल्छन्। त्यसैले यो लाइन पनि मुख्य छ। सिद्ध गरेर बताउनु पर्छ। यो सृष्टि चक्रलाई जान्नाले मनुष्य स्वदर्शन चक्रधारी बनेर चक्रवर्ती राजा विश्वको मालिक बन्न सक्छन्।
तिमीसँग त सारा ज्ञान छ नि, बाबासँग त ज्ञान छ नै गीताको, जसद्वारा मनुष्य नरबाट नारायण बन्छन्। पुरै ज्ञान बुद्धिमा आयो भने त पुरै बादशाह हुनुपर्छ। त्यसैले बच्चाहरू यस्ता यस्ता विचार गरेर बाबाको सेवामा लाग्नुपर्छ। जयपुरमा पनि यो रुहानी म्युजियम थाहै रहनेछ, लेखिएको छ। यसलाई बुझेपछि मनुष्य विश्वको मालिक बन्न सक्छ। जसले देख्छ उसले एकअर्कालाई सुनाइरहन्छ। बच्चाहरू सदा सेवामा रहनुपर्छ। मम्मा पनि सेवामा छिन्, उनलाई नियुक्त गरिएको थियो। सरस्वती को हुन् भन्ने कुरा कुनै शास्त्रमा छैन। प्रजापिता ब्रह्माकी केवल एक मात्र छोरी होलिन् त, अनेक छोरीहरू, अनेक नाम भएका होलान् नि। उनीहरू फेरि पनि एडप्ट गरिएका थिए। जस्तै तिमी हौ, एउटा प्रमुख गयो भने अर्को चयन गरिन्छ, प्रधानमन्त्री पनि अर्को चयन गर्छन्। सक्षम मानिन्छ, उनलाई मन पराउँछन्, फेरि समय पुरा हुन्छ अनि फेरि अर्को चुन्नुपर्छ। बाबाले बच्चाहरूलाई सबैभन्दा पहिला यही आचरण सिकाउनुहुन्छ, तिमीले कसको सम्मान कसरी राख्ने। जो अनपढ हुन्छन् उनीहरूलाई सम्मान गर्न पनि आउँदैन। जो धेरै तीक्ष्ण छन् उनको सबैले सम्मान गर्नुपर्छ। ठुलाको सम्मान गरेपछि अरूले पनि सिक्छन्। अनपढ त बुद्धु हुन्छन्। बाबा पनि आएर अनपढहरूलाई उठाउनु भएको छ। आजकल नारीलाई अगाडि बढाउँछन्। तिमी बच्चाहरूलाई थाहा छ हामी आत्माहरूको मगनी परमात्मासँग भएको छ। तिमी धेरै खुसी हुन्छौ। हामी त गएर विष्णुपुरीको मालिक बन्छौँ। कन्यालाई नदेखे पनि बुद्धियोग लाग्छ नि। यो पनि आत्माले जान्दछ। यो आत्मा र परमात्माको मगनी आश्चर्यजनक छ। एक बाबालाई नै याद गर्नु छ। उनीहरूले त भन्छन् गुरुलाई याद गर, फलानु मन्त्र याद गर। यहाँ त बाबा नै सप्तक हुनुहुन्छ। आएर यिनीद्वारा विवाह गराउनुहुन्छ। भन्नुहुन्छ म तिम्रो बाबा पनि हुँ, मबाट वर्षा मिल्छ। कन्याको मगनी भएपछि फेरि भुल्दैनन्। तिमीले फेरि किन भुल्छौ? कर्मातीत अवस्था प्राप्त गर्न समय लाग्छ। कर्मातीत अवस्थापछि फर्केर त कोही जान सक्दैन। बेहुला पहिला जान्छन्, त्यसपछि बरियात जान्छन्। शङ्करको कुरा होइन, शिवको बरियात हो। एक हुनुहुन्छ प्रियतम, बाँकी सबै हुन् प्रियतमाहरू। त्यसैले यो हो शिव बाबाको बरियात। नाम राखिदिएका छन्। बच्चाहरूको दृष्टान्त दिएर सम्झाइन्छ। बाबा आएर फुल समान बनाएर सबैलाई लिएर जानुहुन्छ। बच्चाहरू जो कामचितामा बसेर पतित बनेका छन् उनीहरूलाई ज्ञान चितामा बसाएर फुल बनाएर सबैलाई लिएर जानुहुन्छ। यो त पुरानो दुनियाँ हो नि। कल्प कल्प बाबा आउनुहुन्छ। आएर हामी बिकारीलाई फुल बनाएर लिएर जानुहुन्छ। रावणले बिकारी बनाउँछ र शिव बाबाले फुल बनाउनुहुन्छ। बाबाले धेरै युक्तिहरू सम्झाइरहनुहुन्छ। अच्छा, मिठे मिठे सिकिलदे बच्चाहरूप्रति माता पिता बाप दादाको याद प्यार एवं गुड मर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई याद प्यार गुड मर्निङ, नमस्ते नमस्ते। धारणाको लागि मुख्य सार। पहिलो पोइन्ट, खाने पिउने फोहोरी इच्छाहरूलाई छोडेर देही अभिमानी बनेर सेवा गर्नुपर्छ। यादबाट शक्ति लिएर निर्भय र अडोल अवस्था बनाउनुपर्छ। दोस्रो पोइन्ट, जो पढाइमा तीक्ष्ण र होसियार छन् उनलाई आदर गर्नुपर्छ। जो भट्किरहेका छन् उनीहरूलाई मार्ग बताउने युक्ति रच्नुपर्छ। सबैको कल्याण गर्नुपर्छ। वरदान, आफ्नो महत्त्व र कर्तव्यलाई जान्ने सदा जाग्ती ज्योति भव। आफ्नो महत्त्व र कर्तव्यलाई जान्ने सदा जाग्ती ज्योति भव। विस्तारमा, तिमी बच्चाहरू यस जगतका ज्योति हौ। तिम्रो परिवर्तनबाट यस जगतको परिवर्तन हुनेछ। त्यसैले जे भयो भयो भनेर आफ्नो महत्त्व र कर्तव्यलाई बुझेर सदा जाग्ती ज्योति बन। तिमीले एक सेकेन्डमा स्वपरिवर्तनबाट विश्व परिवर्तन गर्न सक्छौ। केवल प्र्याक्टिस गर।
भर्खरै कर्मयोगी, भर्खरै कर्मातीत स्थिति। जसरी तिम्रो रचना कछुवाले सेकेन्डमा आफ्ना सबै अङ्ग समेट्छ, त्यसै गरी तिमी मास्टर रचयिताले समेट्ने शक्तिको आधारले सेकेन्डमा सबै सङ्कल्पहरूलाई समाहित गरेर एक सङ्कल्पमा स्थित हौ। स्लोगन: लवलीन स्थितिको अनुभव गर्नको लागि स्मृति विस्मृतिको युद्ध समाप्त गर। लवलीन स्थितिको अनुभव गर्नको लागि स्मृति विस्मृतिको युद्ध समाप्त गर। मातेश्वरीजी मम्माको मधुर महावाक्य। आधा कल्प ज्ञान ब्रह्माको दिन र आधा कल्प भक्ति ब्रह्माको रात। आधा कल्प हुन्छ ब्रह्माको दिन, आधा कल्प ब्रह्माको रात। अब रात पुरा भएर बिहानी आउनु छ। परमात्मा आएर अन्धकारको अन्त्य गरेर उज्यालोको आदि गर्नुहुन्छ। ज्ञानले उज्यालो हुन्छ, भक्तिले अन्धकार हुन्छ। गीतमा पनि भनिन्छ, यस पापको दुनियाँबाट टाढा कतै लैजाऊ, जहाँ चित्तले चैन पाओस्। यो बेचैन दुनियाँ हो जहाँ चैन छैन। मुक्तिमा न चैन छ न बेचैन छ। सतीको त्रेता चैनको दुनियाँ हो, जुन सुखधामलाई सबैले सम्झना गर्छन्। अब तिमी चैनको दुनियाँमा गइरहेका छौ। त्यहाँ कुनै अपवित्र आत्मा जान सक्दैन। त्यसैले अन्त्यमा धर्मराजको डन्डा खाएर कर्म बन्धनबाट मुक्त भएर शुद्ध संस्कार लिएर जान्छ। किनकि त्यहाँ न अशुद्ध संस्कार हुन्छ न पाप हुन्छ। आत्माले आफ्नो असली बाबालाई बिर्सिन्छ। यो भुल भुलैयाको अनादि हार जितको खेल बनेको छ। हामीले सर्वशक्तिवान परमात्माद्वारा शक्ति लिएर विकारहरूमाथि विजय प्राप्त गरेर 21 जन्मको लागि राज्य भाग्य लिइरहेका छौँ। ओम शान्ति।